हामीले चाहिँ यो विषयले देशमा कुनै पनि अदम्य चुनाव गरेको विषय भएको कारणले गर्दा यही विषयले कुनै जातीय द्वन्द्व ल्याउन पनि यहाँ निम्त्याउन पनि कतिपय कुरामा रोल खेलिएको हुन सक्छ। त्यसमा हामी एकदमै संयम भएर एनसी बाबु परिवार जस्ता मान्छेहरू यहाँ हुनुहुन्छ। भोलि कोही व्यक्ति बोल्दै गर्दाखेरि जातीय द्वन्द्व भएर नजाओस् होइन, एउटा दलित समुदायका पाहुनाहरूको को भनेर चाहिँ नजाओस्। यसमा उहाँले यो अभिव्यक्ति बिल्कुलै गलत दिनुभएको छ। सबैभन्दा उहाँले यस्तो अभिव्यक्ति दिँदै गर्दाखेरि एउटा राष्ट्रका मेम्बरसिप पाएर चुनावी माहौलमा अगाडि बढ्दै गर्दाखेरि म चाहिँ उहाँलाई व्यक्तिगत रूपमा आक्षेप लगाउनुभन्दा पनि सिङ्गो राष्ट्रका पार्टीलाई यो अभिव्यक्तिको जिम्मेवारी लिनुपर्छ भनेर भन्न चाहन्छु। यो भित्रको मेम्बरले बोलेको अभिव्यक्तिलाई राष्ट्रका पार्टीले पनि जवाबदेही गर्नुपर्छ। के हो त त्यो भन्न खोजेको राष्ट्रका त्यतैतिर जाने हो कि भोलि चुनावमा माहौलमा दुई तिहाई जस्तो ल्याउनलाई यहाँ राष्ट्र अन्तर्राष्ट्रिय शक्ति लागेको देखिन्छ होइन। अनि मलाई चाहिँ अलिकति गम्भीर लाग्ने कुरा चाहिँ के हो, भोलि त्यस्तै त्यस्ता पार्टीहरूको चाहिँ बहुमत बनाएर देशलाई त्यतै लान खोजेको छैन। हामी कुरामा राष्ट्रकातिर प्रश्न नै हो उहाँहरूको मेम्बरले दिएको यो अभिव्यक्ति सही हो कि गलत हो भनेर चाहिँ भनेको रणनीतिक तरिकाले देशै त्यता लान खोजेर उहाँलाई एउटा पार्टीको प्रवक्ता बनाएर यो विषयमा बाहिर ल्याइएको हो कि उहाँले बोल्नु भयो भने थोरै विरोध आउँछ भनेर अभिव्यक्ति दिन लगाइएको हो कि भन्ने कुरा चाहिँ म चितवनमा पहिलो निर्वाचनमा गएको बेलामा सिङ्गो एउटा क्रिस्चियन समुदायले रविको अंशमा राखिदिनु भएको थियो क्या। थाहा भएन, हामी गयौँ पछि चाहिँ त्यहाँ चाहिँ उहाँ स्टेजमा गएर तपाईँहरू चर्चमा जानु जानुहोस्, कसले रोक्छ, यो गर्नुहोस्, कसले रोक्छ, त्यो खानुहोस्, कसले रोक्छ भन्ने अभिव्यक्ति उहाँले दिनुभयो। अनि त्यो बेलामा झसङ्ग झस्क्याएको थिएँ कि अनि निर्वाचनमा देखाउने बेलामा चाहिँ यहाँ वैदिक सनातन राज्य छ भन्ती बोकेर हिँड्ने अनि काम र व्यवहारमा एउटा हामीले वैदिक सनातन हिन्दू राष्ट्र स्थापना गरौँ त्यसको लागि पहिचानको विषय भन्दा त्यतातिर उहाँहरूलाई चाहिँ एउटा दाँतको ढुङ्गा हुने होइन। देशको अवस्था यस्तो परिचयहरू सबै भत्किएर जाँदाखेरि मृत्यु नदेख्ने नपोल्ने अनि आज उहाँ नै एउटा जेलमा थुनेर रहेको पात्र जेल फोरेर बाहिर आउँदाखेरि उहाँ सशक्त चुनावमा जान पाउने, अरू कैदीबन्दीहरू भागेकालाई गोली हानेर मार्ने, तिनीहरूले क्षतिपूर्ति पनि नपाउने होइन। रवि जेल फोरेर निस्केकै कारणले अरू जेलबन्दी पनि निस्केका हुन् नि, तर अरू जेलबन्दीलाई गोली हानेर मारियो र उनीहरूलाई क्षतिपूर्ति पनि दिएर राज्यबाट त्यो थापाउनु भएको छ नि। मुद्दाको विषयमा हेऱ्यो भने लाखौँ अरू सहकारी ठगी लगायतका धेरै मुद्दाहरूमा म पनि आफै निर्देश भएर विषयको मुद्दामा अदालतमा छु। हामी जस्ता निर्देशहरूका मुद्दा फिर्ता नहुने होइन, अब कता कताका मात्र मुद्दा फिर्ता हुने, रविको माध्यमबाट जीबीको पनि मुद्दा फिर्ता हुने, एउटा लिङ्क मिलेको चाहिँ फिर्ता हुने, त्यही बेलामा अमेरिकामा डोनाल्ड ट्रम्पको सत्ता हुने र अमेरिकामा डोनाल्ड ट्रम्प हुँदै नेपालमा रविको नेतृत्वमा दुई तिहाई ल्याएर एनसीसी कार्यान्वयन योजना तयारी गर्न सक्नु अहिलेको सरकारले। अहिलेको सरकारलाई बालनको सरकार भन्नु अनि अहिलेको सरकारले हामीलाई केही पनि गर्न अधिकार छैन भन्ने अरू काम देश राष्ट्र र राष्ट्रियताको हितमा काम गर्नुपर्छ। तर अमेरिकाको नाममा सबै सरकारले पनि यही सरकारमा जग्गा छुट्याइदिनु होइन, भूमिको माध्यमबाट देखेर जग्गा छुट्याइदिनु र नेपाली जनतालाई 27,000 रुपियाँ केही पनि संरचना बनाउन पाउँदैन हो भनेर आदेश जारी गर्नु कि सबै कुरा अमेरिकामा 5-7 रुपियाँ रविलाई हल्झाएर राख्नु अनि रविको नाममा ल्याइदिएको हाम्रो काम गरिनुहोस् भने तर इन्टरपोल लगाएर अमेरिका ल्याउँछ भनेर नेपालमा डोनाल्ड ट्रम्पको कार्यकालमा कार्यान्वयनमा लानका लागि नजिक निर्वाचन गराएको जेनजी विद्रोह गराएको सबै षड्यन्त्र अहिले खुल्लै आएको छ क्या। त्यसले देख्यो त्यसैले गर्दा म तपाईँलाई के भन्छु आजसम्म नेपालमा चुनाव नभएको हो त भोटै हाल्ने नेपाली जनताले नपाएको होइन। के छ त दर्शन सिद्धान्त देश बचाउनको लागि के छ त केही छैन, भोट हाल्ने नपाएको पनि होइन। त्यसैले यहाँ रविले जित्नु, बालनले जित्नु, ओलीले जित्नु, देवालले जित्नु, नेपालीहरू सबै व्यक्तिवादी र खानीवादी हुनु हाम्रो त्यो चाहिँ कुनै पनि सफलताको विषय होइन। राष्ट्रले जित्नु पर्यो, मातृभूमिले जित्नु पर्यो, माटोमा दाग नलाग्नु पर्यो, चोट नलाग्नु पर्यो, योतिर कसैले छैन। आज पार्टी खोल्नु नै एउटा प्राइभेट लिमिटेड कम्पनी आम्दानीको लागि प्राइभेट कम्पनी खोलेका पार्टीहरू सबै चर्चामा ल्याउने अनि जसले मिडिया किनिदिएको छ, सार्वजनिक सञ्जाल किनिदिएको छ, त्यसको माहौलमा भोट जानु पटक पटक भोटै हाल्नु नपाएको जनता बुझ्नु अनि उनीहरूका पात्रहरू मेचीको महाकाली जाने, महाकालीको मेची जाने, पाहुना उठ्ने, आफ्नो जिल्ला डराउने
त्यो जिल्लाहरूलाई चाहिँ अब हेला नगर्ने त्यो जिल्लामा मद्दत छैन त्यही भएर नआएपछि राजु र बालेन आफ्नो जिल्लाबाट नउठ्नु पाउन प्राप्त पर्ने कमसेकम राजधानी भित्र एउटा भए यो भनेको सबैको साझा फल हो लामो समय बसेको ठुलो भन्न पाइन्छ अरू जिल्लाका जनतालाई हस्तक्षेप गरेर जाने यो कुरा बिल्कुलै नेपाल र नेपालीको हितमा छैन त्यसैले म अहिलेको निर्वाचन नभइकन सुशीला आमालाई पनि के भन्न चाहन्छु भने तपाईँ यही देशको नारी हो हामी सबैले सम्मान मान्नु पात्र हो त्यसैले अहिले तपाईँले निर्वाचन गरेर जित्नु कुनै पनि उपलब्धि होइन त्यसले हार्दैछ सुशीला तपाईँ हार्दिनुहोस् होइन तपाईँ हुँदै तपाईँको हातबाट राष्ट्रियता पुनर्स्थापना गरेर अर्को राज्य गरिदिनु त्यसले देशलाई पनि हिँड्नुहुन्छ अहिले चुनाव गराउनु देशले निकाल्नु विकास पाउने कुनै चिज होइन निर्वाचन गराउँछु भने चाहिँ गराउँ भन्ने बोलेर होइन मातृभूमिलाई हात लाग्दैछ तपाईँ पछि हटेर तपाईँकै हातबाट राष्ट्रियता पुनर्स्थापना गरिदिनुहोस् देशको कल्याण हुनेछ तपाईँको जयजयकार हुनेछ मातृभूमिको यति गरिदिनुहोस् चुनावको हट्टी नगरिदिनुहोस् विदेशी शक्तिमा नेपाल जाँदैछ यो उहाँलाई अनुरोध गर्न चाहन्छु र आम नेपाली जनतालाई देश बचाउने अहिलेको जनताहरूको बचाइ छैन त्यसैले एमाले कांग्रेस माओवादीले पनि अब पत्तासाथ गरेर बढारिनु भन्दा चुनाव रोकेर पहिले राजनीतिको पुनर्गठन गरौँ अनि प्रायश्चित गरौँ हिजो गरेको देश मातृभूमिप्रतिको पापको प्रायश्चित गरौँ देशमा राजनीतिको पुनर्स्थापना भएपछि जुनसुकै शक्ति आए पनि देशको दायित्वले दायित्व पाएपछि वैदेशिक शक्तिहरूको लिङ्क कम हुन्छ हस्तक्षेप कम हुन्छ त्यसपछि विकास गर्न पाइन्छ अहिलेको निर्वाचनमा सरकारले पनि रोक नगरिदिनुहोस् जनताले पनि रोक नगरिदिनुहोस् पार्टीहरूले पनि रोक नगरिदिनुहोस् जहिले भोको भन्दा जाँडा वारी खाऊ लगाएको हुन्छ जाँडा परेको भने अहिले राष्ट्रपाल चुनाव पाइएको तर देशलाई हात लाग्दैछ नि त राष्ट्रपाल जिताउन हामीले भोट पाउनु छ त यही त्यसले चाहिँ हिंसाको बारेमा बोल्नु भएको मानसिक बारेमा बोल्नु भएको किन बोल्नुहुन्न उहाँहरू हावाका कतिमा रहेर हावाले धक्का दिइरहन्छ अनि माहौल क्याप्चर गर्ने त्यो मात्रै गर्ने त्यसको पत्ताले देश बचाउनु सक्दैन वास्तवमा हेऱ्यो भने हिजो जातिगत विद्रोह देशमा आएको बेलामा माओवादी जनताको बेलामा केपीओलीले धेरै योगदान दिएको छ राष्ट्रियताको हितमा त केपीओली व्यक्तिको पात्र आएको कोही पनि छैन उनीहरू बोल्न सकिन्छ हामीले त्यसैले अहिले उनीहरूलाई गराएर एउटा तेस्रो शक्तिलाई अर्को चौथो ध्रुवले चाहिँ यहाँ चाहिँ पपुलारिटी कमाइदिएर चुनावमा जानु बिल्कुलै नेपालको लागि हितकर छैन चुनाव रोकौँ अनि राजतन्त्र पुनर्स्थापना गरौँ त्योभन्दा पछाडि जो जानु प्रधानमन्त्रीसम्म भएर देशलाई विकास गर्नुहोस् अनि देशले विकास पाउँछ पहिलेको चुनाव भएर राष्ट्रपतिको बहुमत आयो भने राजु बालन कुनै पनि नेपालीले मिलाएको होइन विदेशी शक्तिले मिलाएको हो एनसीसी कार्यान्वयन नेपालमा